एक अपरिचित महिलाले दिएको चकलेट खाएपछि एउटी सानी केटीको शरीर बिस्तारै परिवर्तन हुन थाल्यो। अनुहार धुँदै गर्दा उनले आफ्नो चिउडोमा 2वटा मांसपेशी बढेको महसुस गरिन्। केही गडबड भएको महसुस गर्दै उनले ऐनामा हेरिन् र आफ्नो मुख विकृत हुन थालेको देखिन्। डराउँदै उनी चिच्याइन् र आफै टेबलमा ठोक्किन थालिन्। उनको खुट्टा कुखुराको पन्जामा परिणत भयो र जब उनी बाहिर दौडिन् उनी एउटा विशाल कुखुरामा परिणत भइन्। यो सबै यी धनी महिलाहरूको काम थियो। तर जब उनीहरूले आफ्नो पन्जा फुकालिन् तिनीहरू सबैका 3वटा औँला मात्र थिए। त्यसपछि जब उनीहरूले जुत्ता फुकालिन् तिनीहरू सबैको औँला थिएन। आफ्नो बिग हटाएपछि तिनीहरू सबै तालु खुइले थिए। मञ्चमा रहेकी महिलाले पनि आफ्नो भेष हटाएकी थिइन्। अरूहरू जस्तो नभई उनको एउटा औँला थियो। उनी बोक्सीहरूको नेता थियो। थाहा भयो कि तिनीहरू सबै महिलाहरू थिए जसले विशेष गरी बच्चाहरूलाई घृणा गर्थे र कसम खाए संसारका सबै बच्चाहरूलाई समाप्त गरौँ। दर्शकहरूमा एउटाले प्रश्न गर्यो तर त्यसको परिणाममा उसलाई मृत्युको सजाय दिइयो। दर्शकहरूमा लुकेर बसेको लिटिल ब्ल्याकले सबै कुरा हेरिरहेको थियो। त्यसपछि बोक्सीको नेताले औषधिको बोतल निकाल्यो र सबैलाई भन्यो कि यसको साथ सबै बच्चाहरूलाई मुसामा परिणत गर्न सकिन्छ। दर्शकहरूबाट गर्जनपूर्ण ताली बज्यो। अचानक उसले केही गडबड भएको महसुस गर्यो र आफ्नो सानो नाकले हावा सुँग्यो तर केही भेटेन। लिटिल ब्ल्याक पहिले नै भेन्टिलेसन डकमा लुकेको थियो। बोक्सीले समाउन लागेकै थियो। अचानक ढोकामा एउटा मोटो सानो केटाले ठकठक गर्यो। उसले तुरुन्तै सोध्यो कि त्यहाँ कुनै निःशुल्क चकलेट छ कि छैन। बोक्सीहरू सामान्य अवस्थामा फर्किएपछि मोटो केटालाई औषधिले भरिएको चकलेट खान दिएर फसाइयो। केही समयमै मोटो केटा बोक्सीहरूको तालीको बीचमा आकाशमा उड्यो र मुसामा परिणत भयो। नजिकै लुकेको सानो कालो केटा डरले फिक्का भयो। उसलाई थाहा थियो कि उसलाई पनि बोक्सीहरूले समातेर मुसामा परिणत गर्न सक्थ्यो। भर्खर मुसामा परिणत भएकोलाई कुल्चिएर मार्न लागेको थियो। ठिक त्यसै बेला एउटा सेतो मुसा बाहिर निस्कियो। आफ्नो सर्पको चाल प्रयोग गरेर लिटिल फ्याटी मुसालाई भेन्टिलेसन साफ्टमा तान्यो। त्यहाँ तिनीहरूले लिटिल ब्ल्याकलाई भेटे। लिटिल फ्याटी मुसाले सोध्नै लागेको थियो कि त्यति बेला बोक्सीहरूले केटालाई समात्यो र भेन्टिलेसन डकबाट बाहिर निकाले। आफ्ना गुण्डाहरूलाई उसलाई समात्न आदेश दिए। त्यसपछि तिनीहरूले एउटा औषधि निकाले र केटाको कानमा खन्याए। बोक्सी नेताको अनुहार क्रोधले विकृत भएको थियो। केटाको कानमा एकपछि अर्को 3 थोपा औषधि खन्याए। तुरुन्तै केटा हिंस्रक रूपमा काम्न थाल्यो। दुर्भाग्यवश केटा अन्ततः मुसा बन्ने आफ्नो भाग्यबाट बच्न सकेन। भेन्टिलेसन डकमा लुकेका अन्य 2 मुसाहरूले दयाले हेरे तर उनीहरूसँग सोच्ने समय थिएन। केटालाई बोक्सीले समातेर राखेको थियो जसले उसलाई हथौडाले पिटेर मार्न लागेको थियो। सेतो मुसा फेरि अगाडि बढ्यो, हतार गर्दै अगाडि बढ्यो र बोक्सीको औँला टोक्यो। 3 मुसाहरू त्यहाँबाट भाग्न प्रयास गरे। अन्ततः अर्को डकमा हाम फालेर भाग्न सफल भए। यसैबीच बोक्सीको हात पंखामा फस्यो र कराई। भागेपछि 3 मुसाहरूले कालो मुसाकी हजुरआमाबाट मद्दत लिने निर्णय गरे। तिनीहरूले होटलको लिफ्टमा भेन्टिलेसन डक पछ्याए र भित्र पसे। अन्ततः 4थो तल्लामा पुगेर तिनीहरूले हजुरआमाको ढोकाको घण्टी थिचे तर ठिक त्यति बेला होटलका सफाई कर्मचारीहरूले तिनीहरूले देखे तर भाग्यवश हजुरआमाले समयमै ढोका खोलिन्, सङ्कटलाई तारे। आफ्नो प्यारो नाति मुसामा परिणत भएको देखेर हजुरआमाको मन दुख्यो तर तिनीहरूलाई फेरि मानिसमा परिणत गर्न उनीहरूले बोक्सीको मुसा बनाउने औषधि लिनु पर्थ्यो। त्यसैले समूहमा मिलेर काम गरे। केटालाई हजुरआमाले बुनेको मोजामा राखेर तल खसाले। बोक्सी टाढा हुँदा तिनीहरूले औषधि चोर्ने योजना बनाए। खतराको सामना गर्दै साहस देखाउँदै धेरै कठिनाइहरू पार गर्दै अन्ततः औषधिले भरिएको बेसिनबाट एउटा बोतल चोरे। तर ठिक त्यही बेला बोक्सी फर्किन्। त्यो देख्ने बित्तिकै टेबल मुनि लुके र बोक्सी पैसा लिन जाँदा उनले औषधिको अर्को बोतल चोरिन्। ऊ पैसा पाउने बित्तिकै भाग्यो तर जब ऊ मोजामा बस्यो र उनकी हजुरआमाले उसलाई तानिन् बोक्सी फेरि देखा पर्यो र मोजा समात्यो। सौभाग्यवश चलाक हजुरआमाले बहाना बनाइन् र त्यसबाट भागिन्। एउटा सानो मुसा होटलको भान्सामा घुस्यो, रहस्यमय औषधिको बोतल खोल्यो र त्यसपछि स्थिति परीक्षण गर्यो। स्पष्ट रूपमा दूरी पर्याप्त थिएन। त्यसैले उसले एउटा आइडिया निकाल्यो। उसले सुपको एउटा डाँठ भेटायो, डाँठमा औषधिको बोतल राख्यो र त्यसपछि जब सेफले हेरिरहेको थिएन डाँठमा चढ्यो र उफ्रियो। अन्ततः औषधि मुखको सुपमा खन्याउन सफल भयो। उसले यसो गर्नुको कारण ती दुष्ट बोक्सीहरूबाट बदला लिन र सबैलाई मुसामा परिणत गर्नु थियो। चाँडै बोक्सीहरूको खाना खाने समय भयो। हजुरआमा 3वटा साना मुसाहरू लिएर रेस्टुरेन्टमा आइपुगिन्। उनी सबै बोक्सीहरूले मुखको सुप पिए भनेर सुनिश्चित गर्न चाहन्थिन् ताकि योजना राम्रोसँग सम्पन्न होस्। सुप पस्कियो र साना बोक्सीहरूले बिना कुनै अवरोध सबै पिए। तर बोक्सीको नेताले पिउन लागेकी थिइन्। उनले कुनामा हजुरआमालाई देखिन्। उनले केही पत्ता लगाएकी जस्तो देखिन्। त्यसैले उनले आफ्नो चम्चा तल राखिन् र छिटो छिटो हजुरआमातिर गइन्। अब हजुरआमालाई पनि थाहा भयो कि यो बोक्सीले नै छिमेकीको बच्चालाई कुखुरामा परिणत गरेको थियो। बोक्सीले हजुरआमालाई उत्परिवर्तीको रूपमा चिनेकी थिइन्। तर त्यस क्षणमा एक बोक्सी अचानक बेस्सरी काम्न थाल्यो र त्यसपछि हावामा उड्यो र कुरूप मुसामा परिणत भयो। त्यसपछि अन्य बोक्सीहरू पनि एकपछि अर्को मुसामा परिवर्तन हुन थाले र होटलमा अफरातफरी मच्चिन थाल्यो। हजुरआमा अलमलमा रेस्टुरेन्टबाट भाग्न सफल भइन्। सबै जादुई औषधि लिई बोक्सी नेताको कोठामा लुकिन् तर क्रोधित बोक्सी नेताले उनलाई कतै फेला पार्न सकेनन्। रेस्टुरेन्टका सबै बोक्सीहरू मुसामा परिणत भइसकेका थिए। बोक्सी नेता स्वाभाविक रूपमा यो अपमान निल्न इच्छुक थिएनन्। हजुरआमालाई समात्न आफ्नो लामो हात पसारिन्। यस क्षणमा टेबल मुनि लुकेका 3 साना मुसाहरूले योजना बनाए। 2 मुसाले बोक्सीको एकमात्र औँलाको अगाडि मुसाको पासो राखे जबकि तेस्रो मुसाले मुसाको पासो बाहिर धकेले। सावधानीपूर्वक त्यसमा जादुई औषधि फ्याँके र त्यसपछि यसलाई खोल्यो। एक आदेशमा 2 मुसाले एकैसाथ नेताको औँलातिर पासो धकेले। बोक्सीले आफ्नो मुख खोल्दा सानो मुसाले तुरुन्तै संयन्त्रलाई ट्रिगर गर्यो आफै र औषधि हावामा छोड्यो। सम्पूर्ण औषधिको बोतल नेताको मुखमा ठ्याक्कै खस्यो। त्यसपछि सानो मुसाले बिगलाई प्यारासुटको रूपमा समात्यो, मौकाको फाइदा उठायो र सहज रूपमा अवतरण गर्यो। नेताले सम्पूर्ण औषधि निल्यो। अर्को सेकेन्डमा उनको शरीर एकदमै काम्न थाल्यो र उनको टाउको छतमा गएर ठोक्कियो। बोक्सी नेताको शरीर द्रुत रूपमा फेरियो
र उनको लुगा भुइँमा खस्दा उनी एउटा विशाल रौँ नभएको मुसामा परिणत भयो। फेरि पनि बोक्सी मुसाले साना मुसाहरूले डरायो, जो आतंकित भएर भागे। भाग्यवश महत्त्वपूर्ण क्षणमा हजुरआमाले उनलाई गिलासले छोपिन् र आफ्नो बिरालोलाई छोडिदिइन्। बिरालोले विशाल मुसामाथि आक्रमण गर्यो र अन्ततः दुष्ट बोक्सी नेताको अन्त्य भयो। यद्यपि ती 3 केटाहरू फेरि कहिल्यै मानिस बन्न सकेनन्। उनीहरूले आफ्नो नयाँ जीवन स्वीकारे। उनीहरूमध्ये 2 जनाले संसारभरिका साना जनावरहरूलाई बचाउने काम थाले भने अर्को मुसाले नयाँ यात्रामा निस्कियो। यसरी दुष्ट बोक्सीहरूको आतंक समाप्त भयो र संसारका धेरै बच्चाहरू ठूलो विपत्तिबाट बच्न सफल भए।